पछिल्लो समय युरेनियमलाई लिएर जताततै सनसनीपूर्ण समाचार र खर्बौं रुपैयाँको चर्चा पक्कै पनि हामी सबैले सुनेका छौं। तर आज हामी ती हल्लाहरूलाई एकैछिन एकातिर पन्छाएर यो शक्तिशाली धातुको पछाडि लुकेको वास्तविक विज्ञान र यसको विश्वव्यापी प्रभावलाई एकदमै सरल तरिकाले बुझ्नेछौं। स्वागत छ आजको यो विशेष सामग्रीमा। आज हामी मुख्यतया 5वटा कुरामा केन्द्रित हुनेछौं। नेपालमा भएको स्थानीय खोज, युरेनियमको भौतिक विज्ञान, न्युक्लियर फिसन अर्थात् आणविक विच्छेदन प्रक्रिया, विश्वव्यापी आणविक परिदृश्य र अन्त्यमा नेपालको यथार्थ र यसका जोखिमहरू। ल सुरु गरौँ पहिलो विषयबाट, स्थानीय युरेनियम खोज। अब सबैभन्दा ठूलो प्रश्न, के नेपालमा साँच्चै अर्बौंको युरेनियम लुकेको छ त? सामाजिक सञ्जालमा त अकल्पनीय सम्पत्ति र विदेशी हस्तक्षेपका अनेकौं रहस्यमय कुराहरू भइरहेका छन् नि, होइन र? तर यस्तो बेलामा हल्लाको पछि लाग्नुभन्दा पनि प्रमाणित यथार्थ के हो भनेर बुझ्नु एकदमै महत्त्वपूर्ण हुन्छ। खासमा भएको के थियो भने एउटा परिवारले करिब 2.5 किलो अप्रशोधित युरेनियम झण्डै 20 वर्षसम्म घरमै लुकाएर राखेको थियो। अचम्मको कुरा छ नि, पछि सन् 2021मा जब प्रहरीले यसलाई बरामद गर्यो तब मात्रै देशमा रेडियोधर्मी पदार्थ सम्बन्धी नयाँ कानूनको तत्काल आवश्यकता महसुस भयो र त्यसपछि मात्रै यस सम्बन्धी ऐन पनि पारित भयो। अब अगाडि बढौँ हाम्रो दोस्रो भागतिर, युरेनियमको भौतिक विज्ञान। त्यो 2.5 किलो युरेनियम किन यति ठूलो कुरा हो भनेर बुझ्न हामीले यसको विज्ञानलाई अलिकति बुझ्नुपर्छ। सन् 1789मा पत्ता लागेको युरेनियम पृथ्वीमा प्राकृतिक रूपमै पाइने सबैभन्दा भारी धातु हो। यो जमिनमुनि लामो समयदेखि सुप्त अवस्थामा बसिरहेको हुन्छ। यसको घनत्व यति धेरै हुन्छ कि यो फलाम वा सिसाभन्दा पनि धेरै गहरो हुन्छ। यसभित्र लुकेको त्यही असीमित ऊर्जाको सम्भावनाले गर्दा नै यसलाई आशाको धातु अर्थात् मेटल अफ होप पनि भनिन्छ। यसको एउटा एकदमै रोचक भौतिक गुण छ। जमिनमुनि हुँदा यो चाँदी जस्तै सेतो र चम्किलो हुन्छ, तर खुला हावाको सम्पर्कमा आउने बित्तिकै अक्सिडाइज भएर यो पुरै गाढा कालो बन्छ। यो सेतोबाट कालोमा हुने परिवर्तन नि युरेनियमको त्यो दोहोरो चरित्र, असीमित आशा र भयानक विनाशको एउटा गजबको बिम्ब जस्तै लाग्छ। प्रकृतिमा पाइने युरेनियम मुख्यतया 2 प्रकारका हुन्छन्। 99.3% हिस्सा युरेनियम 238 को हुन्छ, जुन एकदमै स्थिर हुन्छ। यसले आफैमा खासै केही गर्दैन, तर बाँकी रहेको त्यो सानो 0.7% युरेनियम 235 हो। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यो भनेको परालको कुन्युमा सियो भेटाए जस्तै दुर्लभ हो, तर यो अत्यन्तै ज्वलनशील हुन्छ र यसलाई सजिलै टुक्र्याउन सकिन्छ। र यही सानो दुर्लभ हिस्साले नै हामीलाई त्यो जादुमय आणविक ऊर्जा प्रदान गर्छ। अब लागौं तेस्रो भागमा, जहाँ हामी न्युक्लियर फिसन अर्थात् आणविक विच्छेदन प्रक्रियालाई एकदमै सरल भाषामा बुझ्नेछौं। त्यो दुर्लभ युरेनियम 235ले कसरी ऊर्जा दिन्छ त? यसलाई एउटा सानो डोमिनोज खेल जस्तै भनेर सोचौं। एउटा सानो कण, जसलाई न्युट्रोन भनिन्छ, त्यो आएर युरेनियमको परमाणुमा ठोकिन्छ। त्यसले परमाणुलाई 2 भागमा टुक्र्याउँछ, जसलाई फिजन भनिन्छ। टुक्रिँदा अत्यधिक ताप र थप नयाँ न्युट्रोनहरू निस्कन्छन्। ती नयाँ न्युट्रोनहरू द्रुत गतिमा गएर फेरि अरू परमाणुहरूलाई हिर्काउँछन् र यो प्रक्रिया एउटा निरन्तर, अत्यन्तै छिटो र शक्तिशाली चेन रियाक्सन अर्थात् श्रृङ्खलाबद्ध प्रक्रियाको रूपमा अगाडि बढ्छ। यो आणविक प्रतिक्रियाबाट निस्कने ताप कति विशाल हुन्छ भनेर कल्पना गर्न मात्र पनि गाह्रो छ। यसरी बुझौं, केवल 1 किलोग्राम शुद्ध युरेनियम 235बाट 30 लाख टन कोइला बाल्दा निस्कने बराबरको ऊर्जा प्राप्त हुन्छ। सुन्दा पत्यारी नलाग्ने होइन त? यो साँच्चै नै अकल्पनीय शक्ति हो। तर सबैभन्दा रमाइलो कुरा के छ भने, यति भयानक र जटिल विज्ञानको अन्तिम उद्देश्य भनेको एउटा एकदमै साधारण काम गर्नु हो, पानी उमाल्नु। सुन्दा अचम्म लाग्न सक्छ, तर कुरा एकदम सही हो। त्यो विशाल तापको प्रयोग गरेर पानी उमालिन्छ, जसबाट एकदमै उच्च दबावको बाफ बन्छ। त्यही बाफले विशाल टर्बाइनहरूलाई घुमाउँछ र अन्त्यमा हाम्रा सहरहरू उज्यालो बनाउने बिजुली उत्पादन हुन्छ। विज्ञानको यो यात्रा साँच्चै नै अचम्मको छ। अब यो सूक्ष्म विज्ञानबाट अलिकति बाहिर निस्केर हाम्रो चौथो विषय, विश्वव्यापी आणविक परिदृश्यलाई हेरौं। विश्वभरको तथ्याङ्क हेर्ने हो भने पृथ्वीमा 8 मिलियन टनभन्दा बढी युरेनियम रहेको अनुमान छ। तर यो स्रोत सबैतिर बराबर छैन। यो मुख्य रूपमा अस्ट्रेलिया, कजाकस्तान र क्यानाडा जस्ता देशहरूमा केन्द्रित छ। यसले हामीलाई के प्रश्न देखाउँछ भने युरेनियमको विश्वव्यापी खानी सञ्चालन कति ठूलो र पहिल्यै स्थापित भइसकेको छ।
यो धातुले अहिले विश्वको करिब 10% बिजुली उत्पादन गरिरहेको छ। उदाहरणका लागि फ्रान्स जस्तो देशले आफ्नो 70% ऊर्जा यही आणविक शक्तिबाट निकाल्छ। यो त भयो राम्रो पक्ष। तर अर्कोतिर इतिहासले हामीलाई यसको भयानक विनाशकारी क्षमताको पनि याद दिलाउँछ। सन् 1945मा जापानको हिरोसिमालाई एकैछिनमा खरानी बनाउने त्यो भयानक बममा, याद राख्नुहोस्, केवल 64 किलोग्राम युरेनियम प्रयोग भएको थियो। यसबाटै यसको शक्ति र जोखिम दुवैको अन्दाज लगाउन सकिन्छ। र अब लागौ हाम्रो अन्तिम र सबैभन्दा चासोको विषयतिर, भाग 5, नेपालको यथार्थ र यसका जोखिमहरू। अहिले नेपालमा विशेष गरी मुस्ताङको चर्चा धेरै छ। विभिन्न सर्वेक्षणहरूले मुस्ताङको उच्च हिमाली क्षेत्रमा करिब 10 किलोमिटर लम्बाइ र 3 किलोमिटर चौडाइमा फैलिएको मध्यम स्तरको युरेनियम भण्डार रहेको देखाएका छन्। यो पक्कै पनि महत्त्वपूर्ण कुरा हो। तर हामीले के बिर्सनु हुँदैन भने यो क्षेत्र भारत र चीन जस्ता ठूला विश्वव्यापी शक्तिहरूको ठ्याक्कै बीचमा एउटा बफर जोनको रूपमा रहेको छ, जसले गर्दा यहाँको स्थिति कूटनीतिक रूपमा अत्यन्तै संवेदनशील र जटिल बन्न पुगेको छ। बाहिर खर्बौंको आम्दानी हुने जतिसुकै ठूला हल्ला गरिए पनि ग्राउन्ड रियालिटी अर्थात् यथार्थ बिल्कुलै फरक छ। यहाँ खानी सञ्चालन गर्नको लागि हामीले उच्च भूकम्पीय जोखिमको सामना गर्नुपर्ने हुन्छ। त्यसै गरी हामीसँग अत्याधुनिक प्रविधिको कमी छ, दक्ष जनशक्तिको अभाव छ र अर्को सबैभन्दा ठूलो कुरा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी अर्थात् IAEA का अति कडा सन्धिहरूको पालना अनिवार्य रूपमा गर्नुपर्छ। साथै गम्भीर वातावरणीय प्रदूषणको जोखिम त छँदैछ। त्यसैले यो सोचिए जस्तो सजिलो बाटो पक्कै होइन। र यो सबै कुरालाई एउटा भनाइले एकदमै सटिक रूपमा सारांशित गर्छ। आशाको धातुलाई ठूलो विज्ञान, सुरक्षा र नियमन चाहिन्छ। यो केवल पैसा कमाउने दौड होइन हो। युरेनियम निकाल्नु भनेको कुनै जादुको छडी गुमाएर रातारात धनी बन्ने वा ऊर्जा सङ्कट समाधान गर्ने कुरा होइन। बरु यो त वैज्ञानिक सुरक्षा, पारदर्शिता र अन्तर्राष्ट्रिय सहकार्यको लागि गरिने अत्यन्तै लामो र चुनौतीपूर्ण प्रतिबद्धता हो। यसले अन्त्यमा हामी सबैलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ। खानी वा स्रोत हुनु एउटा कुरा हो, तर त्यसलाई सुरक्षित र सही रूपमा उपयोग गर्न सक्ने भूराजनीतिक र वैज्ञानिक परिपक्वता हुनु बिल्कुलै अर्को कुरा हो। के हाम्रो क्षेत्र साँच्चै नै यो परमाणुको असीम शक्तिलाई सुरक्षित रूपमा उपयोग गर्न तयार छ त? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर हामी सबैले खोज्नु जरुरी छ।